नमस्कार। देउबा दाम्पत्यलाई पक्राउ गर्न दोस्रो पटक इन्टरपोललाई पत्रचार गरिएको छ। दर्शकहरू, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व परराष्ट्र मन्त्री समेत रहेकी देउबा पत्नी आरजू राणालाई पक्रिन फेरि रेड नोटिस जारी गर्न पत्र पठाइएको छ। नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन इन्टरपोलमा दोस्रो पटक देउवा दाम्पत्य पक्राउका लागि पत्र पठाएको। यसअघि गरिएको आग्रहलाई इन्टरपोलले नेपाल प्रहरीलाई इमेल पठाउँदै मापदण्ड र प्रमाण अपुग भएको बताएको थियो र यसपालि ती अपुग डकुमेन्टहरू पुरा गरेर दोस्रो पटक फेरि पत्रचार गरिएको छ। देउबा दाम्पत्यलाई पक्राउ गर्नलाई दोस्रो पटक इन्टरपोल जारी गर्ने यो जुन निर्णय छ, यो निर्णय हजुरहरूलाई कस्तो लाग्यो? यो विषय हजुरहरूले कमेन्ट बक्समा गएर लेखिदिनु होला र हामीलाई फलो गर्न नभुल्नु होला। नमस्कार।